नमस्कार, म सीता थापा, गौमूल गाउँपालिकाको उपाध्यक्ष बाजुरा। जुन यो धनगढी उपमहानगरपालिकाले अहिलेको परिवेश अनुसार जल्दोबल्दो युवाहरूको मागलाई सम्बोधन गर्ने गरी सिकौँ आत्मनिर्भर बनौँ भन्ने उद्देश्यका साथ यहाँ 21वटा सिपमूलक तालिमहरू सञ्चालन गरिरहेको छ। यसका लागि चाहिँ उपमहानगरपालिकालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, किनभने अब आर्थिक सहयोग समन्वय गरेर प्रदेशसँग एउटा समन्वयात्मक ढङ्गले चाहिँ जुन आफैले महानगरपालिकाले आयोजना गर्ने गरी यतिका धनगढीमा हैन भेला गराएर 600 जना एउटा युवाहरूलाई चाहिँ सबै हेर्दाखेरि पुरै युवाहरू मात्रै हुनुहुन्छ। युवाहरूको अहिले जल्दोबल्दो समस्या भनेको हामी विदेश हिँड्नुपर्ने हाम्रो बाध्यता, वैदेशिक यात्रामा जानुपर्ने जुन परिस्थिति छ त्यसलाई चाहिँ यहाँ थोरै हदमा भए पनि उहाँहरूले सम्बोधन गर्ने गरी यो वातावरण मिलाइदिएकोमा पनि म पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु। किनभने यो सिप सिकेर यतिमै मात्र सीमित हुनु भएन। जुनले यहाँ सिप सिकिरहेका छन् उहाँहरू सबैजनाले पुनः यसलाई व्यावसायिक रूपमा अगाडि बढाएर चाहिँ आत्मनिर्भर आफू बलिलो हुने खालको चाहिँ वातावरण बनोस्। यो अवसर जुन महानगरपालिकाले उपलब्ध गराएको छ यसको भरपुर उहाँहरूले चाहिँ सदुपयोग गर्नुपर्छ र सदुपयोग गर्यो भने मात्र हाम्रो जुन यो समस्या छ त्यो समाधान हुन सक्छ। मात्र हामीले माछा मार्न सिकाउने हो, पुरै हामीले माछा चाहिँ मारेर दिने होइन। त्यो सिप चाहिँ आफूले सिक्नुपर्छ भन्ने हाम्रो आफ्नो बुझाइ हो। त्यो अनुसारको चाहिँ उहाँहरूले पनि आफ्नो जीवनका लागि हामीले के गर्दा हुन्छ भन्ने कुरा सोच्नुपर्छ र सोचेपछि मात्रै आफूले चाहे अनुसारको त्यो अहिलेको परिवेश, अहिलेको एउटा जल्दोबल्दो समस्या चाहिँ छ त्यसलाई सम्बोधन गर्न सकिन्छ।